आजको सेट चाहिँ हाम्रो एएमडीमा छ। एएमडीको राइजन 9 7900X प्रोसेसर 12 कोर 24 थ्रेडको प्रोसेसर हो। राइजन 9 को 7900X प्रोसेसर हालेर हामीले यो पिसी बनाउँदैछौँ। यसमा हामीले मदरबोर्ड B650 गेमिङ वाइफाई मदरबोर्ड हालेर बनाउँदैछौँ। यो चाहिँ हाम्रो मदरबोर्ड MSI को B650 गेमिङ प्लस वाइफाई मदरबोर्ड हो। हेरौँ है त आजको एसेम्बल हाम्रो तयार रेडी हुँदैछ। यो हाम्रो AMD को राइजन 9 7900X प्रोसेसर यस्तै सेल लाएर राइजन 9 को 7900X 12 को 24 थ्रेडको प्रोसेसर हो यो। प्रोसेसर यसरी फिट गरिसकेका छौँ। यो सेटका लागि चाहिँ हामीले प्रिडिएटरको एकदम दामी ऱ्याम हो यो अहिलेको प्रिडिएटर DDR5 प्रिडिएटरको 6000 मेगाहर्जको 32GB ऱ्याम 16x2 प्रिडिएटरको 32GB ऱ्याम 16x2 को हामीले योमा हाल्दैछौँ। 32GB ऱ्याम हो यो। ऱ्याम पनि फिट गरिसकेका छौँ र यो सेटमा हामीले Gen 4 NVMe SSD एकदम हाई स्पिडको क्रोसियरको P3 प्लस 1GB NVMe Gen 4 NVMe SSD हालेका छौँ। क्रुसियलको P3 प्लस है। यसको यस्तो हिटसिङ पनि छ। यो मदरबोर्डमा हामीले प्रोसेसर ऱ्याम SSD सबै फिट गरिसकेका छौँ। यसको दामी बनिसकेको छ है। अब हामीले यो सेटका लागि चाहिँ लिक्विड कुलर NZXT को क्राकन कोर 360 RGB कुलर हामीले यो हाल्दैछौँ। एकदम दामी कुलर हो चाहिँ लिक्विड कुलरमा पनि एकदम राम्रो लिक्विड कुलर हो। H7 फ्लो NZXT के H7 फ्लो व्हाइट फुल व्हाइट केसिङमा हामीले बिल गरिराखेका छौँ। यो चाहिँ NZXT को H360 कोर कुलर हो है। NZXT को 360 है कोर लिक्विड कुलर 360 लिक्विड कुलर हो यो। यसको लिक्विड कुलर सक्छ। यसको चाहिँ यो कुलर 3वटा फ्यान एउटैमा हुन्छ है। यस्तै सट्टै एउटै ठिकै हुन्छ। यस्तो दामी बनाएको हुन्छ। यसको यस्तो लाइटमा RGB पुरै लाइट बल्ने RGB हुन्छ। एकदम फिटिङ गर्न पनि सजिलो। यो लिक्विड कुलरमा हामीले 360 फ्यान 3वटा फ्यानहरू यसरी कुलर मिलाइसकेका छौँ। यस्तो बनिसकेको छ है। AMD को टुल सकेट मिलाउँछौँ। यो चाहिँ AMD को सकेट हो है। AM4 AM5 का लागि AMD को सकेट हो। कुलरको सकेट AM5 का लागि यस्तो सकेट हुन्छ। यस्तो दामी बनिसकेको छ। अब हामीले यो केसिङ NZXT को H7 फ्लो फुल व्हाइट केसिङमा हामीले बिल्ड गर्दैछौँ। यो सेट फुल व्हाइट केसिङ हो यो।
सादा फिट गरेर अब यसलाई हामीले मदरबोर्डलाई यसरी सेक्टर लाएर यसरी यो हामीले मदरबोर्ड केसिङमा यसरी फिट गर्छौँ है। अब हामीले पेजहरू यसरी टाइट गरिन्छ मदरबोर्डमा पेज सेक्टर लाएर हेर्नुहोस् हाम्रो सेट चाहिँ मदरबोर्ड यसरी फिट भइसकेको छ, यस्तो दामी बसिसकेको छ है। अब यो सेटमा हामीले कुलर लिक्विड कुलर यसरी राख्छौँ है त, यसरी सेट मिलाएर यो तरिकाले यसरी लिक्विड कुलरलाई हामीले प्रेस टाइट गरेको छौँ। तरिकाले यसरी बसाइसकेका छौँ। अब हामीले स्याक्ट लाएर लिक्विड कुलरलाई यो तरिकाले यहाँ यसरी फिट गर्छौँ है त, देख्न सक्नुहुन्छ। यसमा हाम्रो पेस्ट अलरेडी पेस्ट एप्लाई नै छ, यसमा अलरेडी पेस्ट एप्लाई नै छ होइन। यो चाहिँ हाम्रो इन्टेलको सकेट हो, यो त्यसमा हामीले एएमडीको सकेट हाल्नुपर्छ ल। यसरी एएमडीको सकेट टुल हाल्छ, यसरी ठ्याक्क लाएर यहाँ बस्छ है। सुताउँ यसरी बस्छ। यस्तो दामी बनिसकेको छ, लिक्विड कुलर फिट भइसकेको छ हाम्रो कुलरमा है त। अब हामीले यसमा पावर सप्लाई चाहिँ यो सेटका लागि पावर सप्लाई चाहिँ NZXT को C850 80 प्लस गोल्ड फुल मोडुलर पावर सप्लाई है। यो चाहिँ NZXT को 850 80 प्लस गोल्ड फुल मोडुलर पावर सप्लाई हो। फुल मोडुलर पावर सप्लाई युज गर्यो भने हामीले आवश्यक अनुसार मात्रै केबल युज गर्न सकिन्छ। हामीलाई जुन जुन केबल युज हुन्छ त्यो मात्रै युज गर्छ। यो चाहिँ NZXT को 850 गोल्ड फुल मोडुलरको पावर सप्लाई हो। यो पनि एकदम राम्रो बेस्ट पावर सप्लाई हो है। यदि तपाईँहरू पनि एकदमै हाई स्पिडको पावर सप्लाई र राम्रो कम्पोनेन्ट खोज्दै हुनुहुन्छ भने यो NZXT को 850 80 प्लस गोल्ड सर्टिफाइड पावर सप्लाई युज गर्न सक्नुहुन्छ। यसको पावर इफिसियन्सी एकदम दामी छ। अब यसमा चाहिँ हामीले आवश्यक अनुसार मात्रै पावरहरू जुन युज हुन्छ त्यो मात्रै युज गर्छौँ। धेरै पावर केबल चाहिँ यसमा आवश्यक अनुसार मात्रै जोडिन्छ है। यो चाहिँ मदरबोर्डको मदरबोर्डलाई पावर दिने पावर हो यो। र साटाका लागि हामीले साटा केबल जोडिन्छ, यो चाहिँ साटा पावर केबल हो। यदि तपाईँले साटा हार्ड ड्राइभहरू जोड्नुहुन्छ, साटा पावर जोड्न चाहनुहुन्छ भने योबाट साटा पावर जोड्न सकिन्छ। यो पनि हाम्रो साटा पावर केबल हो है। यो चाहिँ ग्राफिक कार्डको लागि अहिलेको लेटेस्ट ग्राफिक कार्डमा जेन हामीले यसमा चाहिँ यति पावर केबलहरू जोडेका छौँ। यो चाहिँ हामीलाई यति भए आवश्यक पुनः हुन्छ पावरलाई पुग्छ। अरू यो एक्स्ट्रा पावर केबल चाहिँ पछि तपाईँले के फ्यानहरू एक्स्ट्रा के जोड्नुहुन्छ त्यो अनुसारको जोड्न सक्नुहुन्छ है। यो चाहिँ एक्स्ट्रा पावर केबल चाहिँ तपाईँलाई आवश्यक अनुसार जोड्न सक्नुहुन्छ। यो चाहिँ ब्याक प्यानलमा हुन्छ, पावर सप्लाई राख्ने प्यानल चाहिँ हाम्रो ब्याक प्यानलमा हुन्छ यो किसिमको। यसरी हामीले त्यसो लाएर यसमा बिल्डिङ पिसीमा चाहिँ हाम्रो महत्त्वपूर्ण कुरा चाहिँ पावर केबल म्यानेजमेन्टको कुरा पनि हुन्छ। एकदम हामीले यस्तो केबल म्यानेजमेन्ट पनि गर्नुपर्ने हुन्छ र पिसीलाई जति सक्दो एकदम राम्रो चिटिक्क परेको
लुक्स प्राइस पनि दामी र पर्फर्मेन्स प्राइस पनि दामी बनाउनु पर्ने हुन्छ। हेरौँ त हामीले अब केबल म्यानेजमेन्ट गर्दैछौँ। हाम्रो यस्तै केबल म्यानेजमेन्ट कार्यक्रम भइरहेको छ। हामीले अब केबल म्यानेजमेन्ट लगभग सकिन लागिसक्यो है त। हामी यसमा ट्र्याक्टर लगाएर पावर जोड्छौँ यसरी अन अफ स्विचको बटन भयो। यसरी हामीले केबल म्यानेजमेन्टको कार्यक्रम पनि यसरी ट्र्याक्टर लगाएर गरिसकेका छौँ है। यस्तो दामी बनिसकेको छ। अब यसको महत्त्वपूर्ण मुख्य कुरा हामीले ग्राफिक कार्ड, यो सेटमा हामीले ग्राफिक कार्ड चाहिँ एनभिडियाको RTX 5070 Ti 16GB ग्राफिक कार्ड हाल्नेछ। यसको एकदम महत्त्वपूर्ण कुरा यो हो है। यसको एकदम एक्सपेन्सिभ पनि एकदम महँगो पनि, यो सेटको महँगो चिज हो। RTX 5070 Ti 16GB ग्राफिक कार्ड यो सेटमा हामी यो हाल्दैछौँ है त। RTX को 5070 Ti 16GB ग्राफिक कार्ड है त। MSI को यसको केबल यसको यो चाहिँ स्ट्यान्ड हो। यो चाहिँ ग्राफिक कार्ड है त 57, यो चाहिँ RTX को 5070 Ti 16GB ग्राफिक कार्ड है। यता लाएर यसरी राखिन्छ, यसरी टाइट गरिन्छ है। यसरी टाइट गरिन्छ, त्यसपछि यसलाई केबल जोडिन्छ। ल अब हाम्रो एसेम्बल चाहिँ रेडी भइसकेको छ। अब हामी यसलाई चाहिँ अपरेटिङ सिस्टम हालेर पावर लेभल चेक गर्छौँ है त कस्तो हुन्छ। पिसी यस्तो दामी बनेको छ। यता ब्याक प्यानल छ, यताबाट यस्तो केसिङ यस्तो मेस छ है, यस्तो दामी छ। अब हामी यसलाई पावरमा लाएर ट्र्याक्टर पावर चेक गर्छौँ है त। अपरेटिङ सिस्टम विन्डोज 11 प्रो हालेर हेर्छौँ है त। अब हाम्रो कम्प्युटर रेडी भइसकेको छ। जब हामी यसमा अपरेटिङ सिस्टम अपलोड गर्दैछौँ यस्तो बनेको छ है त। हेर्नु पिसी यस्तो बनेको छ, यस्तो दामी सेट बनेको छ है। हामी यसमा अपरेटिङ सिस्टम लोड गर्दैछौँ, लोड भइरहेको छ। यदि तपाईँहरू पनि यस्तै हाई स्पेकमा नयाँ पिसी बनाउने विचारमा हुनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। भिडियोको लागि, अडियोको लागि, एनिमेसनको लागि, एआईको लागि या तपाईँ आफ्नै अफिसको लागि पनि हाई स्पेकमा पिसी बनाउने विचारमा हुनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म यहाँले हेरेर साथ दिनुभयो, यहाँहरू सबैलाई धन्यवाद। हाम्रो भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्न सक्नुहुनेछ। धन्यवाद है त।